यस्तो गर्मीमा चिसो चिसो पानीमा नुहाउनुको मजै छुट्टै। अनि हजुरहरू सबैलाई ह्यापी ह्यापी न्यू इयर। आज चाहिँ रहेछ वैशाख 1 गते यानि कि नयाँ साल। अनि मम्मीले चाहिँ मलाई 1000 रुपियाँ दिनुभएको थियो नयाँ सालको लागि। त्यही 1000 रुपियाँ लिएर म चाहिँ दाइहरूसँग घुम्न निक्लिए। पथरी नजिकै रहेको हरियाली भन्ने ठाउँमा चाहिँ म आइपुगे। यहाँ आएर हेर्छु त मान्छे त प्याकम प्याक रहेछ। अनि बाहिरैदेखि हेरिराखेर हामी चाहिँ यहाँदेखि चल्दियौँ। अब भरे आएर चाहिँ पौडी खेलिन्छ होला। अहिलेको लागि चाहिँ हामी बासे चौरीतिर लाग्यौँ। आज चाहिँ फेरि नयाँ साल भएकोले गर्दा होला बासे चौरी पनि पुरै प्यागै थियो। अब अहिलेको लागि चाहिँ हाम्रो गन्तव्य चाहिँ यहीँसम्म हो। यहाँनिर चाहिँ मासु धमाधम पोलिराख्नु भएको रहेछ। हामीले पनि मासु पोल्न लायौँ। हामीले चाहिँ यहाँनिर खाइपी गरेर मजाले निक्ल्यौँ। अब चाहिँ हामी सिधै हरियाली जानेछौँ फेरि। यहाँनिर चाहिँ अलिक मान्छे कम भइसक्नु भएको रहेछ र हामी चाहिँ सिधा भित्र छिरेर नुहाउनतिर लाग्यौँ। अब यस्तो चिसो चिसो पानीमा नुहाउन पाए अब के खोज्नु होइन गाइस। यता नुहाउँदा गरेर होला रात पनि परिसकेको थियो। अनि एउटा कुरो हजुरहरूलाई पनि स्विमिङ गर्नु मन छ भने चाहिँ आउँदा हुन्छ 200 रुपियाँ बोकेर। र यति भन्दै मेरो भिडियो चाहिँ यहीँनिर एन्ड गर्छु। आजको लागि यति नै। अब अर्को भ्लगमा भेटौँ। बाइ बाइ गाइस। सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला फेरि।